सकिन्छ एउटा भवलाई लिएर धेरैवटा प्याटर्नहरुमा चेन्ज गर्न सकिन्छ। आज म थोरै मात्रै 25 वटामा चाहिँ चेन्ज गरेर देखाउँछु। तपाईले एउटा भवको जान्नुभयो भने विभिन्न भव चाहिँ चिन्न पर्यो। फर्स्ट ग्रुप भव, सेकेन्ड ग्रुप भव र थर्ड ग्रुप भवलाई मास फर्ममा चेन्ज गर्ने तरिका जान्न पर्यो। चिनिसकेपछि छुट्याउन सकिसकेपछि चाहिँ तपाईले यसैगरी विभिन्न फर्ममा चेन्ज गर्न सक्नुहुन्छ। म तरिका चाहिँ बताइदिन्छु आज। जस्तै नोमु भनेको पिउनु भयो, टु ड्रिंक भन्ने। अनि यसलाई चाहिँ यो फर्स्ट ग्रुप भव हो, मुलाई चाहिँ मिमा चेन्ज गरेर नोमिमास भनेको पिउँछु भन्न सकिन्छ। नोमिमास भनेको पिउँछु। अनि नोमिमासेन, मासको सट्टामा मासेन राखेर नोमिमासेन भनेको पिउँदिन। मासको सट्टामा मासिता राखियो भने चाहिँ नोमिमासिता भनेको पिएको थिएँ, पिएँ भन्ने भयो। अनि नोमिमासेन देसिता भनेको पिएको थिइनँ पास्ट नेगेटिभमा। मास, मासेन, मासिता, मासेन देसिता तपाईलाई थाहा छँदैछ। नोमिमास पिउँछु, नोमिमासेन पिउँदिन, नोमिमासिता पिएँ अथवा पिएको थिएँ, नोमिमासेन देसिता पिएको थिइनँ। नोमु भनेको पिउनुहुन्छ अथवा इन्फर्मलमा चाहिँ हामीले बोलचालीमा प्रयोग गर्न सक्छौँ क्वेसनको रूपमा। नोमिमास्का भनेको चाहिँ यो पोलाइट फर्ममा हो। नोमिमास्का भनेको पिउनुहुन्छ। मिजु नोमिमास्का पानी पिउनुहुन्छ भने क्वेसन गर्दाखेरि हामीले नोमिमास्का हाई नोमिमास है। अनि नोमिनी भनेको पिउनको लागि। मासको सट्टामा नि लगाइयो भने यसले डट को लागि भन्ने हुन्छ। नोमिनी पिउनको लागि, ताबेनी खानको लागि हो, बेन्क्योनी अध्ययनको लागि यस्तो हुन्छ। अनि नोमी ताई मासकै सट्टामा हामीले मास हटाएर ताई लगाइयो भने पिउन चाहन्छु अथवा पिउने मन छ भन्ने हुन्छ। त्यस्तै गरेर नोमी ताईको अन्त्यमा इ हटाएर इएडजेटिभको जस्तै गरेर कुनाई फर्ममा चेन्ज गर्दाखेरि नोमिता कुनाई पिउन चाहन्न, पिउने मन छैन भन्ने कुरा भयो। त्यस्तै गरेर मासको सट्टामा मास्यो लगाउँदाखेरि लेट्स फर्म हुन्छ। यसले औ भन्ने जनाउँछ। नोमी मास्यो भनेको पिउँ, ताबे मास्यो भनेको खाउँ, इकी मास्यो भनेको जाउँ, यसरी गर्न सकिन्छ। अनि यही मास्योको पछाडिपट्टि पनि का लगाउनु हो भने फेरि मास्यो का भनेको पिउँ कि, नोमी मास्यो का, ओच्याओ नोइ मास्यो का, चिया पिउँ कि है। यसरी हामीले हरेक ठाउँमा चाहिँ यो का लगाएर यस्तो गरौँ कि, इकी मास्यो का जाउँ कि, इस्यो नि इसीमा इकी मास्यो का सँगै जाउँ कि भन्ने बनाउन सकिन्छ। नोमी मासेन का अब पिउने होइन र भन्न खोजेको नेगेटिभमा चाहिँ हामीले मासका, मासेनका, मासिताका, मासेन देसिताका सबै फर्ममा हामीले चेन्ज गर्न सकिन्छ। मैले छोटो रूपमा चाहिँ केही 2-4 वटा मात्रै यसरी उल्लेख गरेँ। अनि नोन्दे भनेको पिएर, इचिरिते, मिनिमिन्दे, किते, गिदे, सिते, इकिमास इत्ते भन्ने फर्मुला मैले अघिल्लो भिडियोहरूमा सिकाइसकेको छु। त्यही अनुसार हाम्रो मिनि बी आउँदाखेरि के हुन्छ, नुन्दे, नोन्दे भनेको पिएर, यो ते फर्म हो है। नोन्दे प्लस खुदासाई, ते फर्म अथवा दे फर्म प्लस खुदासाई आयो भने यसले चाहिँ डट नुस हुन्छ। नोन्दे खुदासाई भनेको पिउनुस्। अनि नोमा नाई आसाममा चेन्ज गर्ने। अनि नाई फर्म, नाई थप्ने, नोमा नाई भनेको पिउँदिन। अनि नोमा नाई दे भनेको नपिएर, नोमा नाई दे खुदासाई। त्यसमा फेरि हामीले दे खुदासाई, नोमा नाई दे प्लस खुदासाई गरिदियो भने नपिउनुहोस् भन्ने हुन्छ। नोन्दे खुदासाई पिउनुहोस्, नोमा नाई दे खुदासाई नपिउनुहोस्। ताबेते खुदासाई खानुहोस्, ताबे नाई दे खुदासाई नखानुहोस्। हानासिते खुदासाई बोल्नुहोस्, नेपाली गोदे हानासा नाइदे खुदासाई नेपाली भाषामा नबोल्नुहोस्। निहोङ गोदे हानासिते खुदासाई जापानी भाषामा बोल्नुहोस्। यसरी गर्न सकिन्छ। अनि नोन्दे प्लस इमास गराउँदा यो प्रेजेन्ट कन्टिन्युअस टेन्स हो। प्रेजेन्ट कन्टिन्युअसमा जसरी हाम्रो इङ्ग्लिसमा चाहिँ के हुन्छ, इजेएमआर प्लस सब्जेक्ट प्लस इजेएमआर प्लस आइएनजी हुन्छ। त्यसै गरी यसमा चाहिँ के हुन्छ, ते फर्म अथवा दे फर्म प्लस इमास गरिन्छ। यसले चाहिँ पिउँदैछु, नोन्दे इमास भनेको पिउँदैछु है, पिइरहेको छु भन्ने जनाउँछ। अनि नोन्दे मो इ देशका क्वेसन गर्न सकियो। पहिला यो भनौँ, नोन्दे मो इ देशका पिए पनि हुन्छ। हाइते मो इ देशका भन्ने प्याटर्न हो। म्याइका पनि सर भन्छन् नि, हाइते मो इ देशका, के म आउन सक्छु, प्रवेश गर्न सक्छु भनेको। त्यस्तै गरेर अब हाई नोन्दे मो इ देश अथवा नोन्दे मो इ देश, आए पनि हुन्छ, पिए पनि हुन्छ। हाइते मो इ देश है, प्रवेश गरे पनि हुन्छ भन्ने प्याटर्न यो तपाईँले जानिहाल्नुभयो। अनि नोन्दे वा इके मासेन, पिउन मनाइन्छ, पिउन हुँदैन। इके मासेन भनेको हुँदैन। जस्तै अब केउसिजु नि कक्षा कोठामा ओसाग्यो नोन्देवा इकिमासेन है, अल्कोहल पिउन हुँदैन, रक्सी पिउन हुँदैन। ताबाको सुत्तेवा इकिमासेन भनेको चुरोट पिउन हुँदैन। यसरी गरिन्छ। अनि नोन्दा भनेको नोइमास्ताको सर्ट फर्म हो, नोन्दा है। अनि नोन्दा भनेको पिएको थिएँ, बोलचालीमा प्रयोग गर्ने कुरा भयो इन्फर्मल है। नोमा नाखात्ता पिएको थिइनँ। यो पनि नोमी मासेन देसिताको चाहिँ नोमा नाखात्ता पिएको थिइनँ भन्ने इन्फर्मलमा। अनि नोमो भनेको चाहिँ मास्योको
हे मासियोको सर्ट फर्म नमौ भनेको पियौँ, लेट्स ड्रिङ्क भन्ने नै हुन्छ, अनि नन्दारी भनेको पिउँदै। यी 25वटा चाहिँ मैले सर्त तपाईँलाई सिकाएँ। यही अनुसार तपाईँले हरेक भावहरूलाई यही अनुसार प्याटर्नमा चाहिँ चेन्ज गर्न सक्नुहुनेछ। आगामी भिडियोहरू हेर्दै जानु होला। मैले अरू पनि यस्तै खालका है सजिलोसँग सिक्ने उपायहरू भने सिकाउँदै जानेछु। थ्याङ्क यू फर लर्निङ।